विशाल दण्डक वनमा प्रवेश गरेर राक्षस विराटको वध गरेपछि कमलनयन भएका श्रीरामले क्रमैसँग ऋषि शरभङ्ग, सुतीक्ष्ण, अगस्त्य र उनका भाइ इद्मवाहनको दर्शन गरे। अगस्त्य ऋषिको आग्रहमा उहाँले देवराज इन्द्रद्वारा ऋषि अगस्त्यलाई प्रदान गरिएको धनुष, तरवार र कहिल्यै नसकिने बाणहरू भएका अक्षय तुणीर अत्यन्त खुशी साथ ग्रहण गरे। राम वनवासीहरूसँग वनमा बसिरहँदा त्यहाँ बस्ने सबै ऋषिमुनिहरूले वनमा दुःख दिने राक्षस र असुरहरूको संहार गरिदिन उहाँसँग अनुरोध गरे। अग्नि समान तेजस्वी ती वनवासी ऋषिहरूको उपस्थितिमा श्रीरामले त्यस वनका राक्षसहरूलाई मार्ने प्रतिज्ञा गरे। त्यसपछि जनस्थान, दण्डक वनको एक भागमा बस्ने र चाहेको रूप धारण गर्न सक्ने शूर्पणखा नाम्लो जत्रो नङ भएकी राक्षसिनीलाई श्रीरामले लक्ष्मणद्वारा नाक र कान काट्न लगाएर कुरूप बनाइदिए। शूर्पणखाको उक्साहटमा युद्धका लागि तयार भएर आएका उनका नेताहरू खर, त्रिशिरा र दूषण लगात उनीहरूका अनुयायीहरूलाई श्रीरामले युद्धभूमिमा मारिदिए। वनवासको क्रममा रामले जनस्थानमा बस्ने 14,000 राक्षसहरूको संहार गरे। आफ्ना आफन्तहरूको विनाशको खबर सुनेर क्रोधले अन्धो भएको लङ्काको राजा रावणले ताडकाका 2 छोरामध्ये एक मारिच नामक राक्षसको सहयोग माग्यो। मारिचले बारम्बार, हे रावण, ती शक्तिशाली राजकुमार श्रीरामसँग शत्रुता लिनु तिम्रो लागि उचित छैन भन्दै निरुत्साहित गरे तापनि कालले प्रेरित भएको रावणले उसको सल्लाह सुनेन र मारिचलाई साथमा लिएर रामको आश्रममा गयो। कपटी मारिचद्वारा 2 राजकुमार राम र लक्ष्मणलाई आश्रमबाट टाढा पठाएर रावणले श्रीरामकी पत्नी सीतालाई अपहरण गर्यो। सीतालाई बचाउन र रावणलाई रोक्न खोज्ने गिद्धराज जटायुलाई रावणले मरणान्त हुने गरी घाइते बनायो। जटायुलाई मृत्युशय्यामा देखेर र उनीबाट जनक नन्दिनी सीतालाई रावणले बलपूर्वक हरेर लगेको खबर सुनेर रघुकुलको तिलक श्रीराम अत्यन्त व्याकुल भई ठूलो स्वरमा विलाप गर्न थाले। त्यही शोकाकुल अवस्थामा जटायुको अन्त्येष्टि संस्कार गरेर वनमा सीताको खोजी गर्दै जाँदा श्रीरामले कबन्ध नामको शरीर कुरूप र भयानक देखिने राक्षसलाई भेटे। महाबाहु रामले उसको पनि उद्धार वा वध गरेपछि उसले आफ्नो शरीर प्राप्त गरेर स्वर्ग जानुअघि रामलाई भन्यो, हे रघुनन्दन, धर्मको मर्म जान्ने सबरी रामकी तपस्विनीलाई भेट्नुहोस्। शत्रुहन्ता तथा महातेजस्वी राम तदनुसार सबरी कहाँ गए। परम्परा अनुसार सबरीद्वारा विधिवत पूजित भएपछि दशरथ नन्दन श्रीराम पम्पा सरोवरको किनारमा वानरराज हनुमानसँग सम्पर्कमा आए।